ल तपाईहरु सबैजना म्यादी प्रहरी छनौटको लागि आउनु भएको छ आज ए तपाई त मेयरको बुहारी हैन त तपाई जानु तपाई सिलेक्ट हुनु भयो ल जानु भोलिबाट ड्युटी जोइन गर्नु है त जानु ल जानु ल तपाईहरु दौडिन रेडी हुनु त्यसो तयार हुनुहुन्छ ल पुरा खर पुरा पनि फर्किनुस् त्यो खोर देख्नु भएको छ त्यो जुत्ताहरु नझार्नु त्यो मुला नखसाल्नु त्यो छोरो मात्रै आउनु खोरलाई त म 3 भनेको दौडिन है त 1 2 3 खोर मात्रै आउने छोरो मात्रै त्यो सामान नखसाल्छु ओहो तपाई साह्रै चाँडै आउनु भयो त तपाईँ त हावाले पनि उडाउँछ तपाईँ सिलेक्ट हुनु भएन तपाईँ जानु यस्तो दुलो मान्छे काम छैन शान्ति नै हावा चले नि उडाउँछ तपाईँ 4 जना छानिनु भयो तपाईँ घर जानु तपाईँ किन मद पेटीका चोरेर त्यहाँ चोरहरू उता काठमाडौँ पुगिसक्दा तपाईँ नारघाँटी पुग्नुहुन्न भयो नि तपाईँ चाँडा तल चाँडै जानु ल म्यादी प्रहरीको दोस्रो चरणको छनौटमा तपाईँहरूलाई स्वागत छ ल तपाईहरु अब पुसअप गर्नुस् ल दुईजना के हो ल तपाईहरु दुईजना खालिनु भयो उठ्नु त दुईजना तपाईहरु दुईजना उठेर जानु घर जानु भएन घर जानु तपाईहरु उठेर सर उठ्नै सके हैन सर उठ्न सके हैन ल हात दिनु तेरी तपाईलाई खै तपाईँ दिनु त हात आइसे ओहो ओइ केटा त्यो दुईजनालाई डोजर बोलाएर घर पठाइदे डोजरमा चढाएर सकेन तान्नलाई म तपाईहरु दुईजना सिलेक्ट हुनु भयो नानी किन लिएर आउनु भएको त नि यसलाई भन्छु पाल्ने भनेर त म्यादी पुलिसमा आएको छ नानीलाई कहाँ छोड्नुहुन्छ त नि अब नानीलाई पनि लिएरै आउँछु त्यस्तै त मिल्दैन तपाईँ आउन नानीलाई लिएर तपाईँ जानु झन् यसलाई पाल्ने भनेर झन् गरेर आएको ल तपाईँ छनौट हुनु भएको छ खै दिन त प्रमाणपत्र ल प्रमाणपत्र लिन आउँछ त्यतिर कता जानुभयो कि यता आउनु यता आउनु त ल खै सर मेरो त पहिला आँखा कमजोर छ सर कमजोर छ आँखा हजुर सर तेरिका तपाईँ पनि भएन त्यसो बेला त्यो फिता लिएर जानु आँखाले के गर्छ र सर आँखाले के गर्छ अब त्यहाँ गोली ठोक्ने बेलामा गोली ठोक्नु पनि लठी हान्न पर्यो नि त मलाई ठोक्नु भने के हेर्ने भोलिपल्ट त जान्छ तपाईँ भएन बाटो यता हो यताबाट जानु तपाईँ डोराइदियो त नानीहरूलाई